हाम्रो औपचारिक कार्यक्रम सुरु हुन गइरहेको हार्दिक अनुरोध गर्छु। राष्ट्रिय महासङ्घ नेपाल र वनले नेपाल प्राइभेटको संयुक्त आयोजनामा साहसिक प्रतिभावान अपाङ्ग सुदर्शन गौतमको ड्राइभिङ प्रदर्शनी कार्यक्रम तथा गीत कार्यक्रममा पाल्न म हाम्रा प्रमुख अतिथि मान्य सूचना तथा राज्य मन्त्रीज्यू श्री जयप्रकाश प्रसाद मन्त्रीलाई आसन ग्रहण गरिदिनु। त्यसै गरी निवर्तमान महिला तथा समाज कल्याण राज्य मन्त्री मान्य श्री कमला पन्तज्यू तथा मान्य कमला पन्त आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्छु। त्यसै गरी राष्ट्रिय सभा सामान्य माननीय मैया देवी श्रेष्ठलाई आसन ग्रहण गरिदिनुको अनुरोध गर्छु। त्यसै गरी वन नेपाल प्राइभेट लिमिटेडका माननीय त्यसै गरी महिला बाल बालिका तथा समाज कल्याण मन्त्रालयका कृष्ण प्रसाद भण्डारीज्यूलाई आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्छु। त्यसै गरी हाम्रा सुपरस्टार सुदर्शन ग्रहण गरिदिनुमा उहाँलाई जनले स्वागत गर्नको लागि अनुरोध गर्छु। त्यसै गरी वननेट नेपालका अध्यक्ष श्री जुनी शेरचनलाई स्थानमा आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्छु। कृषकहरूलाई सहयोग गर्नको लागि नमुनाको लागि के हो ठुलो जगत ठुलो सोधिरहेको देशकोटाको सभापतिज्यू म अलिकति प्रस्तुत छु। यस कार्यक्रम अनुरोध गर्नुभयो र पनि विभिन्न अर्गनाइजेसनहरू आत्यासै लागेर आउँछ, तर परिस्थितिमा आइरहेको छु। अनि लाग्छ मेरो दुवै हात भइदिएको भए म आफ्नो उद्देश्यसम्म सायद पुग्न सक्ने थिएन होला, किनकि हाम्रो देशमा अझै पनि धेरै छन् 6-7 वर्षको बालिकादेखि लिएर 30-70 वर्षसम्मको मान्छेहरूमाथि घटना प्रशंसा सुनाउँछ। र म एउटा कुरा के भन्न चाहन्छु भने स्पष्ट पार्न चाहन्छु भने यो दुई हात भगवानले जुन दिए त्यो देश बिगाएन, देशको पात दिएका भइदिएको हो भने यो हाम्रो दुई हातले के गरे त त्यसको लागि के गरे त भनेर सोच्ने हो भने अहिले आएर मेरो लागि दुई हात भइदिएको भए म यो देशको लागि केही गर्ने थिएँ, किनकि मैले सोच्ने थिएँ त्यो बेला। अहिले जुन मेरो हातपछि म लागिरहेको मेरो एउटा उद्देश्य छ, मेरो आफ्नो लक्ष्य छ नेपाल आमाको चिज सशक्त राख्ने र यो नेपाललाई विश्वको कुनामा ल्याउने। यो लक्ष्य इच्छा सायद मेरो गएपछि नै मैले हात गुमाएपछि नै मेरो इच्छा मेरो मनमा पलाएको थियो, सायद मेरो हात भएर भए यो इच्छा मेरो मनमा पलाउने थिएन होला। म एकदम खुसी छु, मेरो हात गुमेकोमा म एकदम खुसी छु, किनकि म आज सफलताको श्रेणी चुन्न सफल भएको छु। र अझै पनि मैले अहिले भेटेको थिएँ कि 14 गते यो गत 14 गते एउटा पत्रकारमा मैले बोलेको थिएँ त्यो देशले मेरो आफ्नो दक्षता त छ त्यो अर्को रेकर्डको लागि यदि यो जाने हो र कुनै पनि सङ्घ संस्थाहरू विदेश राजनैतिक दिदीबहिनीहरू सम्पूर्ण नेपालीहरूले मलाई माया ममता स्नेह र सुसुली सहयोग गर्नुभयो भने पनि मेरो लागि त्यो ठुलो हुनेछ। र मेरो अर्को उद्देश्य छ म हाइस्कुल कोर्स गर्न चाहन्छु बुढापामा, किनभने यो त अहिले यो त मेरो फर्स्ट प्रयास हो यो गाडी पनि, र म त जिन्दगीमा कहिले पनि थाक्ने छैन। हातमा भएका मान्छेहरूले सोच्दाखेरि पनि उसले पहिला सोच्न गर्न सकेला र भन्ने खालको उसले म त प्रेरणा छ र आफ्नो साथै यो देशको नाम विश्वभर चिनाउन चाहन्छु र म फिल्ममा संसार भेट्ने एउटा उदाहरणको रूपमा प्रस्तुत हुन चाहन्छु। त्यसको लागि मलाई यो देशले हेर्नुपर्छ र मेरो सङ्कल्पमा सायद तथा दिदीबहिनीहरूले माया साथै हौसला दिएर मलाई अगाडि बढाउनु। म आज एउटा
अनुरोध सबैसँग के गर्न चाहन्छु भने कुनै पनि दुःखमा परेको मान्छेहरूलाई तपाईँहरूले बडा बिचरा दुःखको आवाज नदिनु होला, किनकि ऊ झन् शिथिल पर्दै जान्छ, गल्दै जान्छ। किनकि तपाईँहरूले उसलाई एउटा हौसला प्रदान गर्नुभयो भने सायद ऊ जित थाप्दैन। र एउटा अनुरोध अर्को पनि के गर्न चाहन्छु भने तपाईँहरूका सारा म त्यो नेपालीहरूलाई के अनुरोध गर्न चाहन्छु भने सफल हुनुहोस्, आफूले हार्दै नै जित्न सक्नुहुन्छ। काम नगरिकन म असफल भएँ, म असफल हुन्छु भने असफल हुनुमा त्यो ठुलो हो। काम गरेर असफल हुन ठुलो हो। कामै नगरिकन असफल हुनु त्यो जित्नु, काम गरेर त्यो जित्नु त्यो अब राम्रै हो। र म अब तपाईँको समय धेरै दिन पाएँ, किनकि तपाईँहरू फेरि मसँग आउनु भएको छ। र अन्तमा मलाई र एउटा कुरा मलाई याद आइहाल्यो, अहिले नै कुरा पनि गर्न चाहन्छु। जुन मैले गाडी सिक्ने क्रममा नै मैले नेपालमा खोलिएका जति सङ्घ संस्थाहरू छन् प्राय 3-4 ठाउँमा पुगेँ होला। पुग्दाखेरि म गाडी चलाउँछु भन्दाखेरि सायद उनीहरूले पत्ताएन, या त उनीहरूले केयरलेस गरे अथवा के गरे त्यो त म अर्को भन्नु सक्दिनँ। त्यो मैले अनुभव पाएँ। यदि देशमा राम्रो सोसियल वर्कर म समाजसेवी हुँ भनेर चिन्ने मान्छेहरूले देशमा सोध्छु, म खोज्दैछु भने मलाई प्रमोट गर्ने हो कि मेरो मनलाई जनाउने काम हो। म देशमा जति पनि हुनुहुन्छ समाजसेवीहरू, उहाँलाई कसैले केही गर्न चाहन्छ भने त्यो पनि प्रमोट हौसला दिनु होला, किनकि नेपाल आफ्नो प्रतिभा भएर लुकेर बसेका धेरै प्रतिभावान मान्छेहरू छन्। उनीहरू सानो अवसर ठाउँ नपाएका हुन सक्छन्। त्यसैले नेपालको शिर सदा उच्च रहनेछ। र अन्तमा जाँदाखेरि जुन मेरो त्यो ठाउँ संसदहरू त्यो टाइममा त म पनि म केही गर्न चाहन्छु। म त मेरो लागि मात्र होइन, यो त सारा नेपालीहरूकै प्रतिष्ठाको कुरा हो। नेपालीहरूकै शिर उठाएर हिँड्न सक्ने सानो विश्वभर भने त्यो सन्दर्भमा त मलाई त काहीँबाट केही नपाएपछि म लगभग सुतिसकेको। यसै मैले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल के गर्न चाहन्छु भने तपाईँहरू अहिले नेपालमा गएर आफ्नो प्रतिभा देखाउने मौका पाउनुहोस् र आफ्नो संसारभर फैलाउनुहोस्। र अन्तमा यहाँ आफ्नो अमूल्य गाडी उपलब्ध गराएर र कम्पास कन्ट्याक्ट सेन्टर र अथवा मलाई कतै सबैलाई एकपल्ट